कास्कीकोटको उचाइमा बसेको दरबार जहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाल दृश्यमान हुन्छन्, त्यही दरबारमा एक समय कुलमण्डल शाह शासन गर्थे। उनी केवल राजा मात्र होइन, धार्मिक संस्कारमा पनि अडिग थिए। दशैंको सप्तमी आउँदा दरबार वरपर एकदमै उत्साहमय वातावरण बन्थ्यो। गाउँ बस्तीका मानिसहरू टाढाबाट फूलपाती, बेलपत्र, धानको पौवा, जडीबुटी र रंगी-चंगी फूल लिएर आउँथे। ती सबैलाई बाँसको डोकोमा सजाएर फूलपाती भनिन्थ्यो। फूलपाती दरबारमा लैजाँदा बाजागाजाको धुनले सारा वातावरण गुन्जमार हुन्थ्यो। सरङ सारङ्गी जस्तै स्वर दिने बातको मधुर धुन, नागारा र ढोलको गडगडासँग मिसिदा लाग्थ्यो मानव देवी दुर्गाले आफैले बोलाइरहेकी छिन्। राजा कुलमण्डल शाह दरबारको आँगनमा नाङ्गै खुट्टा उभिएर देवीको नाममा फूलपातीले स्वागत गर्थे। प्रजालाई लाग्थ्यो आज हाम्रो राज्यलाई देवीको आशीर्वाद प्राप्त भयो, अब रोग, अनिकाल वा युद्ध हामीलाई छुँदैन। त्यो दिन केवल पूजा मात्र होइन, जनताको मनोबल बढाउने संस्कार पनि हुन्थ्यो। दरबार वरपर रमाइलो मेला जस्तै वातावरण, नाचगान, बाजागाजाले दशैंलाई अझ भव्य बनाउँथ्यो। त्यही प्रथालाई पछि पृथ्वीनारायण शाहले गोर्खा लगे अनि काठमाडौँ पुर्याए। आज हामी हनुमान ढोकामा देख्ने फूलपाती भित्राउने परम्परा बिउ भने ठ्याक्कै यही कास्कीकोटमै रोपिएको थियो। यसरी हेर्दा कास्कीकोटको फूलपाती भित्रिने परम्परा केवल धार्मिक संस्कार नभई इतिहासमा एउटा रोचक गाथा हो, जहाँ बाजा, सरङ र श्रद्धाले राजा र प्रजा दुवैलाई एउटै डोरीमा बाँधिएको छ। हस्त धन्यवाद। मैले तपाईलाई यो सारङ खेलेको देखाइरहेको छु, जुन एकदमै रोचकपूर्ण छ र हजुरहरूलाई फूलपातीको भिडियो हेर्न मन लागे केवल कमेन्ट गरिदिनु होला।